मेरो जोडाहरूले मलाई पुरै सम्मान कार्यक्रम गरिराख्नु भएको छ। हेरेर बङ्गलादेशसँग हारेर सेकेन्ड भएको नेपालको त्यति बेला त्यो क्याप्टेन देखो न गाइस। हेलो गाइस, नमस्ते अनि स्वागत छ तपाईँहरूलाई आजको यो नयाँ भ्लग्समा चाहिँ। सो यो भ्लग्समा चाहिँ मेरो जोडाहरूले यहाँ स्वागतम कार्यक्रम पुरै म यहाँनिर मालिक जस्तो भएर बसिरहेको छु। जोडाहरूले पुरै गरिरहेछन्, अब के गर्नु। अब यहाँ पुरै जोडाहरूको यो सबै हाम्रो जोडा हुन्। 2076 415 415 ल ल एकदम खुसी लागेको छ। यहाँनिर कार्यक्रम सेड्युल यस्तो छ हाम्रो। यति खुसी लागेको छ कि यति खुसी लागेको छ, के गर्नु होइन। धेरै खुसी लागेको छ। दिक्सन जोडा, अरुण जोडा, मिश्र जोडा, रविन्द्र जोडा, सबैजना जोडा जोडा, मिना जोडा। यो हाम्रो चाहिँ एउटा युनिटदेखि लिएर चाहिँ मेरो जोडा यहाँनिर छन्। अब उद्घोषकको मेरो काम गरेछन् उसले। जोडा ल त ल कार्यक्रम भन्दा विशेष कार्यक्रम चाहिँ होइन औपचारिक कार्यक्रम चाहिँ होइन, तर पनि अब जस्ट सबैजनालाई थाहा छ रहेछ होइन। जस्तै गेटमा वेलकम पनि भयो, त्यस पछाडि यता विनिङहरू के केहरू पनि भयो है। त्यतिखेर चाहिँ अब दुर्भाग्यवश भनौँ या भाग्य नम्बर भनौँ, म चाहिँ त्यतिखेर त्यो खुसीको माहौलमा चाहिँ सामेल हुन पाइनँ। डङ्गुसु हुन्छ, श्यामलाई पनि हुँदैन थियो होइन। श्यामले पनि फोन गरिरहेको थियो, श्यामले पनि डङ्गीसँग गरिरहेको थियो, डङ्गाइरहेको थिएँ। त्यहाँ को तपाईँहरू पनि जोडा मेरो भन्दै सबैजना जोडाहरू हुन्छ यहाँ लग अनि सहित 13 जना छ भनौँ हामी होइन। यो त्यस पेरिमिटरभित्रको चाहिँ जोडाहरू सबैजना यहाँ अहिले बेला भएको छौँ भनौँ। यो अरू जोडा नतातिएको भयो कि अरू के भन्छ, अरू जोडा पनि अब विपन जोडा चाहिँ यसरी नतातिएको भए सायद यो कार्यक्रममा सब यो माहौल पनि हुँदैन थियो होला होइन। अनि यसमा चाहिँ के छ भन्दाखेरि एउटा खुसीको छेड पनि छ अनि मलाई सुख पनि लाग्छ। किन भन्दाखेरि खुसी यो मानेमा छ कि हामी मात्रै के गर्छ हामीसँगै बिहान पिटीमा एक दुई गरेर हिँड्ने होइन। त्यस पछाडि बिहान पिटीमा धानहरू गर्ने लड्ने, परेरसँगै हिँड्ने होइन। रातिमा ड्युटीसँगै बस्ने, एउटा पोस्टसँगै ड्युटी गरेर के त 3 घन्टा 4 घन्टा अथवा घन्टा 24 घन्टासम्म ड्युटी बस्ने साथी हामी मध्येबाट के छ र अनिश तामाङ चाहिँ हिमालयन बुढिज सिजन 7 अनि एलआर हेभन भन्ने एउटा नाटकमा चाहिँ के भन्छ भन्दाखेरि सबैलाई थाहा छ, पुरा देशलाई थाहा छ, पुरा विश्वलाई थाहा छ होइन। मिडियामा नजिक हुने यस्तो सामाजिक सञ्जालमा सोसियल मिडियामा नजिक हुने मान्छेहरूलाई चाहिँ सबैलाई थाहा छ कि अनिश तामाङ चाहिँ विजेता हो भनेर, सिजन 7 को चाहिँ उनीहरू हो भनेर सबैलाई थाहा छ होइन। अनि त्यो खुसी साथमा चाहिँ अहिले हामी यहाँनिर भेला भएको छौँ। अर्को दुःख पनि छ, के छ भन्दाखेरि चाहिँ अब जोडा जोडामा चाहिँ होइन त्यस्तो केही पनि छैन क्या अहिलेसम्म। मैले जहाँसम्म देखेको छु होइन, अरू पुरानो टोलीहरूको भन्दाखेरि हाम्रो जोडाहरू हाम्रो पछाडि आफूले आफ्नो बाटो बिर्सिन्छ होइन। त्यो हामीले देखिरहेको छौँ। कसै चाहिँ एउटा हिँड्दै गएर अनि त्यस पछाडि एउटा शिखरमा पुगिसकेपछि त्यो आफ्नो कुन बाटो आशय भन्ने कुरा नै बिर्सिन्छ है। त्यस्तो काम चाहिँ अहिलेसम्म अनिश्चित गरेको छैन होइन। सबै कुराहरूलाई समेटिरहेको हुन्छ अनि पछि पनि अब हामीबाट टाढा भयो भने अब देशमा मान्छेलाई चाहिँ आफै राम्रो उत्तर दिनुपर्छ अरे। केही कुरा भन्नु खुसीको माहौल हो यो, अरूतिर नगरौँ होइन। अरूले के गर्छ भन्दा नि अब आफ्नैतिर जाउँ के छ र होइन। जिन्दगी यस्तै हो। अब रोइजमा गएर नि के कमायो भन्दा मैले चाहिँ अब यस्तै तिमीहरू जस्तै माया गर्ने जोडाहरू यस्तै अब अरू धेरै फ्यामिलीहरू कमाइयो होइन। अब हामीले कमाएको चाहिँ एउटा यहाँ युनिटमा बसेर एउटा युनिटी कमाइयो। अब त्यहाँ गएर चाहिँ मैले अलिकति छुट्टै थोरै बाहिरको संसार अनि अब अरू रेस्पेक्टेड मान्छेहरू हुन्छ नि सरहरू म्यानेजरलाई भेट्ने मौका पाएँ। अब त्यही नै हो कमाएको भनेको। अनि पैसा त्यस्तै हो, पैसाको कुरा मैले अघि पनि भनि पनि गएँ। 1 रुपियाँ पनि पाएको छैन मैले अहिले। अब त्यो त्यसको च्यानल हुने रहेछ, प्रोसेस हुने रहेछ अनि त्यो बिस्तारै पाइन्छ होला सायदै। मेबी अब त्यो छिटो हुनसक्छ, ढिलो हुनसक्छ, त्यो आफ्नो ठाउँमा छ। अब यत्रो गऱ्यो तिमीहरूलाई अब के भन्नु होइन। छोराहरूलाई एकदम मनैदेखि हृदयबाटै धन्यवाद। म त के भन्नु होइन त्यहाँ भन्दा अब त्यस्तै हो खर्च सर्छ भन्ने कुरा। अब
पैसा अब हातको मैला सुनाको फाइदा यस्तै हो होइन। अब भेट भयो 2077 सालमा अब खेलाडी बनिन्छ भनेर आएको अब जिन्दगी अब कहाँ भयो के भयो। मेरो यहाँ समस्त जोडाहरू यत्रो तिमीहरूलाई धेरै नै थाहा छ यो कुरामा। अब त्यसमा कति ठक्कर खाइयो होला, कति चोट लाग्यो होला, त्यसमा अब तिमीहरूले एकदम साथ दिएको छौ। मेरो अरुण जोडा यता अब अरुण जोडा त मैले भनिगएँ अब म पुरै त्यो लास भएको बेलामा पनि उसले पकाएर यस्तो क्या पकाएर भन्दा नि उसले आफ्नो भागको काटेर दिन्थ्यो त्यो ट्रेनिङको टाइममा, मैले भनिरहेको छु। अनि रविन्द्र जोडाले पनि एकदमै सपोर्ट गरेको त्यहाँदेखि काठमाडौँमा उसको घरमै बसेको म त्यति बेला। मलाई धेरै छुट्टी चाहिएको थिएन, मलाई एक दिन मात्रै 2 दिन छुट्टी दियो, म बरु ग्यारेजमै गएर त्यतैबाट मिलाउँछु भनेर भनिरहेको थिएँ मैले त्यही बेलामा। जोडाले आफू भाडामा बसेर भयो भने उसले उसकोमा पुरै दिएको थियो मैले त्यो बेलामा। अब त्यो कुरा होइन त, अब 11-12 बजीमा सुटिङ हुन्थ्यो जोडा, हेर न 11-12 बजीमा सुटिङ हुन्थ्यो। तपाईँ मलाई फोन गर्थ्यो, अब रविन्द्र जोडालाई पनि म सुनाउँथेँ बेला बेला, अरुण जोडालाई सुनाउने। अब त्यही त हो नि एउटा होइन। अब यस्तै अब त्यता पनि प्रिपरेसन गरिरहेको छ, 12-1 बजी सुटिङ सकिन्छ। त्यो बेला पनि रविन्द्र जोडाले लिन आउँथ्यो क्या मलाई त्यहाँनिर नारायण थानमा। अनि त्यो कुरामा मैले कहिले बिर्सिनु हुँदैन होइन। यो होइन कि कसैले अरूले सपोर्ट नगरेको भन्ने होइन, एकदम सपोर्ट गरेको छ मेरो ठाउँमा। तिमीहरूको ठाउँमा आज मिना जोडाले, अब मैले भने मिना जोडा र कृष्ण जोडाले एकदम सहयोग गरेको। हामी भान्सामा लास्टमा भान्सामा मासु चाहिँ थुप्रो दिन्थ्यौँ। त्यो बेलामा म भात कम खान्थेँ, मैले देखिरहेको छ जोडाहरूले। म वेट लसमा थिएँ त्यो बेलामा, मैले 57 केजी हालेको, तिमीहरूले देखेकै छौ मेरो आँखा अगाडि हेर्दाखेरि मर्न लागेको हुइया जस्तो थिएन। तर मैले ट्रेनिङ गर्दाखेरि सबैले यसरी यो साथ भन्ने कुरा सबैको चाहिन्छ, फ्यामिलीदेखि लिएर जोडाहरूदेखि लिएर यो शिक्षा लागेको हावापानीले मलाई साथ दिएकै हो। अब के गर्नु होइन, अब दायाँ बायाँ त राम्रो नराम्रो नेगेटिभ पोजिटिभ त्यो आफ्नो ठाउँमा छ होइन। त्यो नेगेटिभ चिजले पनि मलाई शक्ति प्रदान गरेकै हो होइन। अनि धनकुमार जोडाको त झन् कुरै नगरौँ, झन् अब त्यो भाइरल भएर झन्डै अब होइन कहाँ चिजो भयो होइन। अब त्यो छुट्टै छ हाम्रो कहानी होइन। त्यो सपोर्ट सबैले दिएको छ एकदम, जहाँ गए पनि हाम्रो सम्बन्ध चाहिँ यस्तै रहिरहेको छ भन्न चाहन्छु होइन। अब हाम्रो अब भेट नहुने अब प्रायः अब पल्टिङमा चाहिँ यस्तै हुँदछ कति अब ठाउँबाट होइन, टाढो टाढोबाट पनि अब मान्छे चिन्ने मौका पाइयो होइन। अब त्यही हो, एकदम खुसी लागेको छ। अब यत्रोजना अब 107 जना हामी यहाँ छौँ, त्यो मध्येमा अब हामी जोडाको चाहिँ विशेष छ भनौँ। अब के भनेर सबैले साथ सहयोग आफ्नो ठाउँमा जे जति सक्ने दिएको छ, नेपाल आर्मीले दिएको छ भन्ने कुराहरू पनि छ। के गर्नु होइन, कति दिएको छ कति दिएको छैन भन्ने कुरा मेरो जोडाहरूलाई तपाईँहरूले थाहा नै छ। अब मैले के भन्ने यो कुरामा होइन, के भन्नै पर्दैन होला जस्तो लाग्छ। अब सबै अब होइन के हो जोडाहरू, अब ठिक छ। म त त्यही हो एकदम त्यो खिच्दा नि त्यो अस्ति त्यो जोडाले भने जस्तै दुध उम्रेपछि ठ्याक्कै आफैले लास्टमा गएर निभाउँछ भने जस्तै त्यस्तो हुँदो रहेछ। त्यस्तो अवस्था नै आउँदैछ, त्यसलाई सहनुपर्छ, के गर्नु होइन। ठिकै छ, अब यस्तै हो। अब हातैमाला गरेर चाहिँ अगाडि बढ्नुपर्छ। जो जहाँ भए पनि, जो एक स्टेप अगाडि गयो भने त्यो जोडाहरूलाई चाहिँ मैले सक्नेसम्म चाहिँ म नि सहयोग गर्नेछु होइन। म पनि ठुलो खानदानी मान्छे होइन, अब त्यही नै हो मेरो फ्यामिली ब्याकग्राउन्ड भनेको एकदमै दुखी परिवारकै मान्छे हो। म खासै धनी मान्छे होइन, कहिले पनि धनी छैन। त्यही चामलको भात चाहिँ खान सक्ने भइएको छ। पहिला चाहिँ चामलको भात खान कसरी कुर्नुपर्थ्यो, मैले यो कुरा चाहिँ ठ्याक्कै मेरो डिजिटल अडिसनमा भनेको थिएँ क्या। यो त्यो डिजिटल अडिसनको भिडियोहरू छ, धनगर छोराले गरिदिएको क्या। त्यो उसको कहानी छुट्टै छ क्या, त्यो झन्डै फसिना टाइममा त्यो बेलामा नि त्यो चिजहरूले गर्दाखेरि। तर जोडा अरुण जोडाले अब उसले बनाइदिएको भिडियो उसले बनाइदिएको भनेर मान्छे अब भने गर्छ यहाँ होइन। अब पैसा दिँदै गर्छ, ल जोडा मैले गरेको भन भनेर उसले भन। अब म कसरी भन्ने होइन, तर त्यो कता कताबाट त्यो पन्सियो त्यो भएन होइन। जोडाहरू चाहिँ यस्तो त्यो ठाउँमा चाहिँ भयो भने जोडाहरूले चाहिँ असम्भव भन्ने कुरा चाहिँ केही रहेछ, सबैले गर्ने रहेछ भन्ने कुराहरू चाहिँ मैले यहाँबाट पनि सिकेँ। अब यही हो, एट द एन्ड त लास्टमा त्यही नै हो होइन। जति कुरा गरे पनि लास्टमा गाँठो बन्ने एउटै हो। अनि हाम्रो साथ सबै यसै नै रहिरहेको भन्न चाहन्छु। यहाँ अहिले हामी चाहिँ पल्टनको हिसाबले थोरै टाढो भए पनि यहाँ अहिले नजिक हामी चाहिँ बसेको छौँ।
अहिले ठ्याक्कै म यहाँ एउटै कुर्सीमा मात्रै बसेको छु मेरो पनि लेभल त्यहीँ नै थियो त्यहीँ नै भएर म एकदमै म कुनै ठुलो मान्छे भएको छैन त्यो अब कतिजनाको रिप्लाई दिनु भ्याएको छैन होला मैले सो सरी त्यसको लागि जो सबैजनाले एउटा ठाउँ बनाइदिएको छ मेरो लागि मलाई एकदम खुसी लागेको छ होइन मैले व्यक्त गर्नै सकेको छैन अब कसरी गर्ने होइन अब आँसु निकाल्नु या के गर्नु म अब त्यो आफ्नो ठाउँमा छ होइन तर भित्रैबाट रियलमै होइन भित्रबाट मेरो हार्टबाटै पुरै तिमीहरूलाई धेरै धेरै धन्यवाद मेरो जग्गा हो तिमीहरूले यत्रो गरेको छ यो कुरा मैले कहिले बिर्सिनु हुँदैन पनि त्यही नै हो थ्याङ्क यू सो मच है थ्याङ्क यू सो मच सबैजना के छ अब यस्तै के कारण मैले अब मेरो जग्गाहरूले गरिरहेको यो सम्मानलाई चाहिँ मैले अब यो के भन्छ दीप प्रज्वलन कार्यक्रम गरेर दीप प्रज्वलन गरेँ है त गरौँ दीप प्रज्वलन गरौँ सँगै राखेर एकचोटि क्यान्डल आफ्नै गाउँ सहर जस्तो हजुर जोडा थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच मेरो जोडाहरू थ्याङ्क यू सो मच सधैँ हृदयमा नमन जोडा साथीहरूको माया भयो खुसीले भरि मन शक्ति बलिरहेको छ जोडा साइडमा राख्नु साइडमा नफुकौँ ननिभाऊ पुग्ने हो होइन ननिभाऊ न निभाएको खासै राम्रो हुन्छ होइन ननिभाऊ त्यसलाई उकाएर त साइडमा काट न एउटा साइडबाट काट्दा भइहाल्यो नि त्यसो गर न अनि त्यसो गर न उताको साइडबाट यता गाड होइन जोडा भन्नु न यता साइड यता अगाडि जोडा भन्नु यहाँ खाडै गर खाडै थ्याङ्क यू जोडा थ्याङ्क यू आफ्नै गाउँ सहर आफ्नै गाउँ सहर पाले पाले जाऊ न त पाले पाले जाऊ आफ्नै गाउँ काटौँ 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 सहर जस्तो लाग्यो संसार ट्रफी हातमा थियो तर मन तिमीहरूको स्वागतले भरियो मुस्कारा फुलमाला ताली मुस्कान नजारा साथीहरूको माया भयो भारी संसार नसोचेको स्वागत नसोचेको उत्सव आँखाबाट आँसु झर्यो खुसीले भरिएको मन जोडा हो तिमीहरू शक्ति हो तिमीहरू हार मान्दा उठाउने हात हो तिमीहरू मेरो बोलियो तर पछाडि उभिएको टिम मैले हालेको भिडियो हेऱ्यो
सधैँ मैले मन गरेर त्यत्रो कुराहरू हेरेको नानी त तर कस्तो गीत भयो धेरै पोखरी जाँदा सबै खतरा भयो राति मैले त्यो बेलामा 2:30 बजीसम्म थियो क्या सुटिङ त्यो बेलामा अनि त्यति बेला फोन गरेर अनि फोन गरेको हो क्या मम्मीलाई फोन गरेर भोलिपल्ट त्यो राति दिउँसो हो नि अनि राति ट्रफी हातमा थियो तर मन तिमीहरूको स्वागतले फुलमाला ताली मुस्कान एउटा साथीहरूको माया भयो भारी संसार नसोचेको स्वागत नसोचेको उत्सव आँखाबाट खुसीले भरिएको जोडा हो तिमीहरू मेरो भनियो तर पछाडि उभिएको टिम तिमीहरू नै थियो ढोल नगारा हाँसो र गीत यो जितको खुसी तिमीहरू हुन्थ्यो प्रेम देखो न गाइस ये शाम अनि ल ल ल गाइस हाम्रो सेलिब्रेसन देखो न ल एकदम सेलिब्रेसन चाहिँ भव्य भइरहेछ फाउन्डर मेन आइडिया मेन हजुर ल